शाखा अधिकृतको परीक्षा। तयारी त सबैले गर्छन्, ज्ञान पनि सबैसँग हुन्छ, होइन त? तर निर्णायक कुरा के हो भने त्यो ज्ञानलाई उत्तर पुस्तिकामा कसरी उतार्ने हो। त्यही कलाले नै पास र फेल छुट्याउँछ। आज हामी त्यही कलालाई निखार्ने र अरूभन्दा उत्कृष्ट अङ्क ल्याउने केही सूत्रहरूबारे गहिरिएर कुरा गर्नेछौँ। यो प्रश्न सायद तयारी गर्ने सबैको मनमा खेल्ने सबैभन्दा ठूलो प्रश्न यही हो। लिखित परीक्षामा उत्कृष्ट अङ्क कसरी ल्याउने? आखिर यो दौडमा थोरैले मात्रै जित्छन्। र एउटा कुरा के याद राखौँ भने यो ज्ञानको मात्र परीक्षा होइन, यो त ज्ञान प्रस्तुत गर्ने कलाको पनि परीक्षा। ल, आज हामी के कुरामा केन्द्रित हुन्छौँ त? हेरौँ है। परीक्षाको तयारीको मानसिकताबाट सुरु गरेर उत्तर लेख्ने त्यो 3 चरणको सूत्र, प्रश्न बुझ्ने कला, अनि सबैभन्दा महत्त्वपूर्ण प्रश्नको कोड कसरी तोड्ने, यी सबै कुरामा हामी गहिरिएर हेर्नेछौँ। ल, सुरु गरौँ है त। पहिलो कुरा र सायद सबैभन्दा महत्त्वपूर्ण कुरा, परीक्षामा सफल हुनु भनेको कोर्सको सबै कुरा जान्नु मात्रै होइन। खासमा त्यो जानेको कुरालाई त्यो पनि परीक्षा हलको प्रेसरमा दिएको समयभित्र कसरी प्रभावकारी ढङ्गले कागजमा उतार्ने हो। त्यो रणनीति नै सफलताको असली चाबी हो। यसलाई यसरी बुझौँ, ज्ञान प्लस प्रस्तुतिकरण बराबर सफलता। सिधा कुरा, ज्ञान छ तर त्यसलाई राम्रोसँग प्रस्तुत गर्न सकिएन भने त्यो ज्ञान अधुरो हुन्छ। परीक्षकले बुझ्ने गरी आकर्षक ढङ्गले लेख्न सकियो भने मात्रै त्यो ज्ञानले न्याय पाउँछ र अङ्क पनि। अब आउँछ त्यो जादुई सूत्रको कुरा। हरेक राम्रो उत्तरको पछाडि एउटा संरचना लुकेको हुन्छ। यो एकदमै सरल तर त्यत्तिकै शक्तिशाली 3 चरणको सूत्र हो। यसले लेखनलाई व्यवस्थित बनाउँछ र अङ्क तान्न मद्दत गर्छ। यी हुन् ती 3 चरण। पहिलो बुझ्ने, दोस्रो योजना बनाउने, अनि तेस्रो लेख्ने। सिधै लेख्न थाल्यो भने त के हुन्छ? उत्तर भद्रगोल हुन्छ, सोचेको कुरा छुट्छ। तर यो प्रक्रियाले सोचलाई एउटा बाटो देखाउँछ अनि अङ्क पनि पक्का गराउँछ। ल, हाम्रो सूत्रको पहिलो खुड्किलो र सायद सबैभन्दा महत्त्वपूर्ण, त्यो हो प्रश्न बुझ्ने कला। धेरैजसो गल्तीहरू यहीँबाट सुरु हुन्छन्। प्रश्न राम्ररी बुझ्नु भनेको त्यसलाई डिकोड गर्नु हो, त्यसको वास्तविक माग के हो भनेर खोतल्नु हो। उत्तर लेख्न हतार गर्नुभन्दा पहिले यी 5 कुरामा ध्यान दिनै पर्छ। यो एउटा चेकलिस्ट जस्तै हो। प्रश्नको विषय के हो, कुन सन्दर्भमा सोधिएको छ, खासमा मागेको के हो, कतिवटा भाग छन् प्रश्नका, अनि अङ्क कति छ। यी कुरा नबुझी लेख्नु भनेको त अँध्यारोमा तिर हाने जस्तै हो। ल, एउटा उदाहरण हेरौँ न त। यहाँ प्रश्न छ, कर्मचारी तन्त्रका विशिष्ट गुणहरू उल्लेख गर्दै सुशासनका लागि कर्मचारी तन्त्रको आदर्शात्मक नमुनाको सान्दर्भिकताबारे चर्चा गर्नुहोस्। हेर्नुहोस् है, यहाँ विषयवस्तु कर्मचारी तन्त्र भयो, सन्दर्भ सुशासन, अनि यसमा 2टा भाग छन्। पहिलो गुणहरू उल्लेख गर्ने र दोस्रो सान्दर्भिकताको चर्चा गर्ने। 10 अङ्कको छ, मतलब दुवै भागलाई लगभग बराबर समय र महत्त्व दिनु पर्यो। प्रश्न त बुझियो, अब के गर्ने? अब आउँछ योजना र प्रस्तुतिकरणको पालो। किनकि फर्स्ट इम्प्रेसन इज द लास्ट इम्प्रेसन भने जस्तै उत्तरको पहिलो प्रभाव नै त्यसको प्रस्तुतिबाट पर्छ। प्रस्तुतिकरणलाई दमदार बनाउन यी कुरामा ध्यान दिनुपर्छ। समयको ख्याल त भइहाल्यो, भाषा सरल र सिधा हुनु पर्यो, अनुच्छेद र बुँदालाई मिलाएर लेख्ने, अनि निष्कर्ष सधैँ 2 वाक्यमा टुङ्ग्याउने कोसिस गर्ने, अनि त्यो कपी फोल्ड गर्ने, स्पेस छोड्ने, अक्षर राम्रो बनाउने जस्ता ससाना कुराले पनि परीक्षकको दिमागमा राम्रो असर पार्छ, जसले अङ्क बढाउन मद्दत गर्छ। निष्कर्ष लेख्ने सबैभन्दा राम्रो तरिका यही हो। पहिलो वाक्यमा पुरै उत्तरको सार खिच्ने र दोस्रो वाक्यमा एउटा सकारात्मक सुझाव वा भविष्यको बाटो देखाउने। बस यतिले उत्तरलाई एउटा बलियो अन्त्य दिन्छ। अब अलि गहिरो कुरा गरौँ। प्रश्नको अन्त्यमा आउने शब्दहरू विश्लेषण गर्नुहोस्, समीक्षा गर्नुहोस्, चर्चा गर्नुहोस्, यी सामान्य शब्द होइनन्। यिनीहरू त कोड हुन्, जसले उत्तरको संरचना कस्तो हुनुपर्छ भनेर इसारा गरिरहेका हुन्छन्। यो कोड तोड्न सक्नु नै लेखनसिपको कमाल हो। जस्तै प्रश्नमा विश्लेषण वा समीक्षा गर्नुहोस् भन्यो भने 3वटा कुरा लेख्नै पर्छ। 1. अहिलेको व्यवस्था कस्तो छ? 2. के राम्रो काम भएको छ, मतलब उपलब्धि के हो, र 3. कमजोरीहरू के छन्। यो संरचना पछायो भने उत्तर आफैमा पूर्ण हुन्छ। अब समानता र भिन्नता छुट्याउन सोध्यो भने के गर्ने? समानतालाई त बुदामा लेख्दा भयो, तर भिन्नता लेख्दा चाहिँ सधैँ टी फर्मेट, मतलब टेबल बनाएर लेख्ने।
यसो गर्दा दुईवटा कुरा बीचको फरक प्रष्ट देखिन्छ र परीक्षकलाई बुझ्न पनि एकदमै सजिलो हुन्छ। टिप्पणी गर्नुहोस् भन्न साथ दिमागमा 3वटा कुरा आउनु पर्यो: सबल पक्ष, दुर्बल पक्ष र सुझाव। पहिला राम्रो कुरा के छ भन्ने, त्यसपछि नराम्रो कुरा के छ भन्ने, अनि अन्त्यमा यसो गरे सुधार हुन्थ्यो कि भनेर सुझाव दिने। एकदम सन्तुलित उत्तर। अन्तरसम्बन्ध देखाउनुहोस् भन्यो भने यो टु वे ट्राफिक जस्तै हो। पहिलो कुराले दोस्रोलाई कसरी असर गर्छ भनेर देखाउने, अनि फेरि दोस्रोले पहिलोलाई कसरी असर गर्छ भनेर पनि देखाउने। एकतर्फी मात्र लेखेर पुग्दैन। यहाँनिर धेरैजना झुक्किन्छन्। आफ्नो राय दिनुहोस् भन्नुको मतलब मनलाग्दी लेख्नु होइन, यहाँ आफ्नो व्यक्तिगत भावना पोख्ने होइन, बरु तथ्य र सिद्धान्तको आधारमा एउटा सन्तुलित तर्क प्रस्तुत गर्ने हो। तर्क जति बलियो, राय त्यति नै वजनदार हुन्छ। ल, हामीले धेरै कुरा गर्यौं। अब यी सबैलाई छोटकरीमा सारांशमा हेरौं। मुख्य सिकाइ र सुझावहरू के रहे त? यी 4 कुरालाई चाहिँ कहिल्यै नबिर्सुनुहोस्। पहिलो, सधैँ त्यो 3 चरणको सूत्र प्रयोग गर्ने: बुझ्ने, योजना बनाउने, लेख्ने। दोस्रो, लेख्नु अघि प्रश्नलाई राम्ररी चिर्ने। तेस्रो, प्रश्नको पुच्छरमा भएको शब्दले मागे जस्तै संरचनामा उत्तर दिने। र चौथो, प्रस्तुतिकरण। यसमा कहिल्यै सम्झौता नगर्ने। यति गरे लेखनको स्तर आफै बढ्छ। यो नम्बर याद राख्नुहोला, 3। बस यही 3 हो सफलताको सूत्र: बुझ्ने, योजना बनाउने र लेख्ने। यही 3 चरणले ज्ञानलाई अङ्कमा बदल्छ। अब यी सबै तरिकाहरू थाहा भइसकेपछि प्रश्न के लेख्ने भन्ने रहेन। प्रश्न त यो हो, अब आफ्नो अर्को उत्तर कसरी लेख्ने? किनकि याद राखौं, हरेक उत्तर महत्त्वपूर्ण छ र सही तरिकाले लेखिएको एउटै उत्तरले पनि नतिजा बदल्न सक्छ। त्यसैले अभ्यास आजैबाट सुरु गरौँ।